हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी घुम्न र फ्रुट्सहरू खानको लागि चाहिँ बाहिर निस्क्यौँ। अनि त्यस क्रममा चाहिँ ललितपुरको सासा भन्ने जग्गामा गयौँ हामी। अनि त्यहाँनिर गएर चाहिँ एकदमै राम्रो स्वागतसँगले चाहिँ हामी त्यहाँभित्र गयौँ। अनि त्यहाँभित्र जाँदाखेरि चाहिँ नेवारी कल्चरका ड्रेसहरू अनि त्यस्तै पानहरू है के त्यहाँभित्र एकदम कल्चर वाइजको धेरै थोक थियो। अनि त्यस पछाडि म चाहिँ भिडियो गर्दै नेवारी कल्चरको ड्रेसहरू अनि त्यहाँनिर यहाँनिर चाहिँ राख्ने पसलहरू रहेछ। आज चाहिँ थिएन। अनि अर्कोतिर चाहिँ आन्टीहरू एकदम नेवारी कल्चरको एकदम फेभरेट बहारा बनाइरहनु भएको थियो। अनि त्यसरी हामीलाई बोलाइ पनि रहनु भएको थियो। अनि म चाहिँ एकदम भिडियो गर्न अलिक लाज लाग्ने। अनि यता चाहिँ साथीहरू चाहिँ गफहरू गर्दै हुन्थ्यो के कस्तो भनेर सोधखोज गर्नुहुँदै थियो। अनि म चाहिँ त्यत्तिकै क्रममा भिडियो गर्दै अगाडितिर बढेँ। अनि उहाँहरूलाई पनि देखाउँदै गएँ। अनि हामी चाहिँ खानुपर्ने अर्को पार्टमा थियो। यता चाहिँ बनाउनु मात्र हुन्थ्यो, बस्न ओर्न खानको लागि चाहिँ अर्को पार्टतिर जानुपर्ने थियो। अनि त्यसरी हामी चाहिँ जाँदैछौँ। अनि गइसकेपछि ठ्याक्कै म चाहिँ त्यहाँनिर काउन्टर अगाडि पुगेँ। अनि काउन्टरलाई पनि देखाउँदै भिडियो गर्दै म यता अब मुनितिर जानुपर्ने थियो। अनि मुनितिर गएँ। अनि ठ्याक्क त्यहाँनिर जाँदा चाहिँ हेर्नुहोस् न, पहिले आजभन्दा 3 वर्ष अगाडि चाहिँ म मेरो अर्कै साथीहरूसँग चाहिँ त्यहाँनिर गएको थिएँ। यसरी नै नेवारी खानको लागि, नेवारी खानेकुरा खानको लागि अनि गएको थिएँ। अनि त्यो जाँदाखेरि चाहिँ मैले साथीहरूलाई त्यहीँ जाउँ भनेर एकदम भनिरहेको थिएँ। अनि त्यसै क्रममा चाहिँ हामी तलतिर झऱ्यौँ। अनि झरेर चाहिँ जानका लागि रेडी भयौँ। अनि जाँदैछौँ। अनि त्यहाँदेखि झरेर रेडी भयौँ। अनि एकैचोटि रेडी भएर म चाहिँ माथि एकैचोटि डाइरेक्ट माथि पुगेको भिडियो गरेँ हजुरहरूलाई है। अनि त्यहाँदेखि माथि पुगिसकेपछि चाहिँ बस्यौँ। साथीहरू चाहिँ उता वासरुमतिर गएका थिए। अनि म चाहिँ माथि बसेर भिडियो गर्दै लिँदै थिएँ। अनि त्यसमा हामीले अर्डर गर्यौँ सिकुटीको सिकुटी साँधिसकेको पछाडि चाहिँ यो के भन्छ, ऐला भन्छ या के भन्छ, यो एकदम गुलियो मिठो हुन्छ। हामी त्यो पनि अर्डर गऱ्यौँ। त्यो चाहिँ 1 लिटर अर्डर गरेको थियौँ हामीले। अनि 1 लिटर अर्डर गरिसकेपछि त्यो अर्डर गरिसकेपछि चाहिँ हामीले सकुमिचालाई पनि अर्डर गऱ्यौँ। अनि सकुमिचा अर्डर गर्नु मेरो चाहिँ एकदम फेभरेट हो सकुमिचा। अनि त्यहाँदेखि मैले चाहिँ खाएँ। हेर्नुहोस् न, मैले चाहिँ खाएँ। एकदम तातो भएर त्यसको रसभित्रको जुसीपन चाहिँ चुँदै थियो र पनि मैले खाएँ। मिठो भयो एकदमै। अनि त्यहाँदेखि पछि मलाई चाहिँ एकदम फेभरेट भनेको खुवाको यमरी हो। यमरी अर्डर गऱ्यौँ। त्यस पछाडि चिकन मोमो अर्डर गऱ्यौँ। त्यस पछाडि नेवारी सेटको खाजा अर्डर गऱ्यौँ र चिकन छोइला अर्डर गऱ्यौँ। अनि मोमो पनि अर्डर गऱ्यौँ, फेरि बफ मोमो। अनि त्यहाँदेखि सेलरोटी एकदम मिठो थियो। अनि पकौडा अर्डर गऱ्यौँ। त्यस पछाडि खाएर आयौँ।